नेवारी रेसिपी अन्तर्गत आज हामी डोनट कसरी पकाउने भन्ने बारेमा सिक्न गइरहेका छौँ। घरमै सजिलैसँग पनि बनाउन सक्छौँ। यदि तपाईँले बनाउन चाहनुहुन्छ अथवा सिक्न चाहनुहुन्छ भने यो भिडियो पुरा हेर्नुहोला। आज हामी डोनट बनाउन सिक्न जाँदैछौँ, जसको लागि चाहिने महत्त्वपूर्ण सामानमा यो इस्ट हो। यही इस्टले गर्दा नै डोनट फुल्ने गर्छ। त्यस्तै गरेर चिनी पनि प्रयोग गर्ने गरिन्छ भने नुन पनि प्रयोग गर्ने गरिन्छ। यसका अलावा अन्डा र मैले दुध पनि लिएको छु। यो अन्डा र दुध मिसाउनै पर्छ भन्ने छैन, तर बजारमा सस्तोमा बेच्नुपर्ने भएकोले यो अन्डा र दुधको प्रयोग खासै गर्दैन। जसको लागि हामीले 2 चम्चा इस्ट, 3 चम्चा चिनी र 1 चम्चा जति नुन लिएका छौँ र तेल अलिकति पनि लिएका छौँ। अनि आज हामी आधा किलो मैदाको पिठोको डोनट बनाउन जाँदैछौँ, जसको लागि सर्वप्रथम हामीले अन्डा, दुध अथवा पानी मिसाउन सक्छौँ। त्यस्तै गरेर इस्ट, चिनी र नुनलाई राम्रोसँग घोलौँ। फिट्न पुगेको छ। अब हामी यो 100 ml जति पानी पनि मिसाइहालौँ। हामीले दुध 100 ml र पानी 100 ml लिएका छौँ आधा किलो मैदाको पिठोको लागि। यसलाई अब फेरि राम्रोसँग फिटौँ। अब हामी पिठो मुस्नतर्फ लाग्यौँ। पिठो मुस्न सजिलोको लागि हामी यो भाँडो लिँदैछौँ। त्यो खन्यौँ। त्यस्तै गरेर यो मिक्स तयार पारेको पनि खन्यौँ। अब यसलाई राम्रोसँग चलाउँ। हाम्रो 200 ml पानीले अलिकति नपुग्ने देखिन्छ। अलिकति पानी थपौँ। 30-40 ml जति पानी थपेका छौँ। हामीले यसलाई हातले छुट्नुपर्छ भन्ने छैन, तर अलिक राम्रोसँग मुस्नुपर्छ। यो अलिक गिलो गिलो बनाउँदाखेरि इक्सले आफ्नो प्रतिक्रिया देखाउन सजिलो हुन्छ, अर्थात् यो चाँडै फुल्न मद्दत गर्छ। करिब हाम्रो यो पिठो तयार भइसकेको छ। अब हामी यसलाई एउटा भाँडो प्रोफाइलमा राखेर सुरक्षित राख्ने गर्छौँ। धुलो नपसोस् भनेर हामीले यसलाई प्लास्टिकले छोपेर राख्छौँ र करिब 3-4 घन्टासम्म यसलाई त्यतिकै छोडिदिँदाखेरि यो डबल भएर आउँछ। अब यसमा अलिकति तेल अलिकति राखेर, जसले गर्दाखेरि पछि यो बाटोमा तास्न पाउँदैन। तेल अलिकति राखौँ। अब हामी यो जाडो सिजन भएकोले 3-4 घन्टासम्म राख्छौँ। गर्मी सिजनमा भए 1-2 घन्टा मात्रै राखे पनि पुग्छ। अब यो फुलेर आउँछ। यसलाई प्लास्टिकले छोपेर एक सुरक्षित ठाउँमा राखौँ। जाडोको समय भएकोले अलि चाँडै फुलोस् भनेर मैले यसलाई काममा राखिदिएको छु। तपाईँहरूले पनि यसो गर्दा पनि हुन्छ। हाम्रो यो पिठो करिब 3-4 घन्टाको भइसकेको छ। ल हेर्नुहोस् त हाम्रो पिठो कति बढिसकेको छ। पहिलेको भन्दा डबलभन्दा बढी भएको छ। भाँडो पनि नअटिने गरी माथि आएको छ। अब यसलाई हामी भाँडोमा खन्यौँ। यसमा च्याप लाग्ने भएकोले अलिकति पिठो छरेर निकाल्दा हामीलाई एकदम सजिलो हुन्छ। अलिकति पिठो राखेर फेरि एकछिन मुछौँ। यसरी मुछ्दाखेरि अलिकति कम भएको आवाज हुन्छ, तर यो तेलमा तारेपछि पहिले जस्तै फुलेर आउँछ, अर्थात् डोनट फुलेर आउने गर्छ। अब यो पिठोको डल्लो अलिक ठुलो भएकोले हामी अहिलेको लागि
आदि माथि प्रयोग गर्छौँ यसलाई आदि गरौँ चेप लाग्ने भएपछि पिठो अलिकति प्रयोग गर्दा पनि हुन्छ तेल प्रयोग गर्दा पनि हुन्छ अब हामी ठुलो दुकान बनाउन जानेछौँ मैले एउटा बोर्डको लिएको छु हामीसँग के सामान साधन छ त्यो प्रयोग गर्न सक्छौँ टिपोको बनाउने भए यो प्रयोग गरेर पनि हुन्छ यो प्रयोग गरेर पनि हुन्छ म पनि ठुलो नै बनाउनु खोज्दैछु यसबाट ठुलो दुकान बनाएर हेरौँ यसै चक्का निकालेर यहाँबाट बिचको चक्का निकालेर हामी यसरी दुध बनाउन सक्छौँ यो तास्ने भएकोले यसमा पनि अलिकति पिठो प्रयोग गर्दा हुन्छ यसरी पिठो प्रयोग गर्दाखेरि यो तास्दिन हेर्नुहोस् त एउटा दुध मात्र तयार भइसकेको छ अर्को चक्का पनि निकालेछौँ हामी हामीले खानै भएकोले एउटै साइज चाहिँदैन विभिन्न साइजबाट पनि बनाउन सक्छौँ हामी अर्को दुध पनि हाम्रो तयार भइसकेको छ सानो साइजमा यो साइजमा पनि एउटा दुध तयार पारेर हेरौँ Trong như ta sẽ xem được một lần nữa ngáp vào đầu rồi Mungkin tak segera pun satu betul. không sao thì kiếm được như vậy Selama dia dulu, saya akan nyobain hanya tu. Siap. Ini हाम्रो जुन पार्टी छ कति नरम बनेको छ यस्तो नरम नरम बनेको छ हाम्रो एकदम नरम बनेको छ सरको नमानी भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद।